साथीभाइसँग त्यो पनि तिरिदिएको छ। धेरै सजिलो भएको छ, धेरै हल्का भएको छ। मेरो थोरै ब्याकग्राउन्ड 15 सेकेन्ड म सक्छु। म फिल्म लाइनमा काम गर्ने मान्छे, अहिले आएर म कुनै फिल्ममा बनाउँदा म फिल्म पनि खेल्नु लाग्दैन है। त्यस्तो भएको कारणले गर्दा ठिक छ, माइकमा साउन्ड राम्रो नभएको कारणले गर्दा मैले डाइरेक्टली मुखले बोल्दैछु। म यता आएर भन्नु। ओके ठिक छ, थ्याङ्क यू। मेरो ब्याकग्राउन्ड, म फिल्म लाइनको मान्छे। हिजोको दिनमा म काठमाडौँमा गएर फिल्म लाइनमा सङ्घर्ष गर्दाखेरि 8-10वटा फिल्म खेलेँ, घुमेँ, जे गरेँ। फिल्ममा नाम कमाउँछु, दाम कमाउँछु, इज्जत कमाउँछु भन्दै गरेको मान्छेले लास्ट टाइममा आएर मैले नाम पनि एसएमसीबाट कमाउनु पाएँ, दाम पनि एसएमसीबाट कमाउनु पाएँ, घर परिवार खुसी, सँगै बस्नु पाएको छु, बाहिर जानु पाएको छैन। भर्खरै मैले फेरि अघि पनि भने मेरो क्रोसियाको भिजा आयो, क्यान्सल, जानु मन लागेन। उहाँ पनि गएर झाडु लाउने हो, 1.5 लाख रुपियाँ 2 लाख हुन्छ होला। यहाँ महिनाको 8-10 लाख भइरहेछ। योभन्दा बेटर मलाई के चाहियो? त्यसो भएको कारणले जे गरेको छ, जे गर्दैछ एसएमसीले गर्दैछ, ढुक्क रहनुहोस्, विश्वास गर्नुहोस्। मैले पनि केही समय विश्वास गरेर यत्रो पैसा दिन्छ भनेर कल्पनै गरेको थिइनँ, दिँदो रहेछ। त्यसो भएकोले गर्दा कति सङ्कोच हुनसक्छ। नयाँ मान्छेले मैले 33,000 लगाएँ भने 1,10,000 लगाएँ भने यसको ग्यारेन्टी को भनेर क्वेसन आउँछ। नो ग्यारेन्टी। आफूले कमाउनु छ, अर्काले ग्यारेन्टी बस्दैन हुन्छ होइन। त्यस्तो भएकोले गर्दाखेरि आफूले कमाउने, आफूले ग्यारेन्टी दिने, कमाइ छ आफैले, कुमाइ छ आफैले। यति भन्दै मेरो पूर्वाञ्चलका टप आइडी होल्डर भन्न चाहन्छु, उहाँ हुनुहुन्छ शरण कुमार राई। सबैलाई सबैलाई चाहिँ नमस्कार, धन्यवाद दिँदैछु एसएमसी परिवारलाई। र त्यही भने तपाईँ धेरै टाढाबाट आएकोहरू पनि हुनुहुन्छ होला। र आज हाम्रो प्रोग्राम पनि भने जस्तो सजिलो छिटो भएन, त्यस्तो पनि छ। त्यही भनेदेखि अघि माइधारमा गएको पनि भन्नुभएको थियो, उहाँले पनि सम्मान गर्नुभएकोमा उहाँलाई पनि धेरै धन्यवाद गर्दछु म। र आज हामीले एसएमसीमा नदेखिकन उहाँ को हो भने हामीले थाहा छैन, तर हामीले त्यहाँको बोल्नुमा हामीले आजसम्म यो स्तरमा पुगेको छौँ। विश्वास भन्न नदेखि पनि हामीले कोसिस गरिरहेको छौँ, दिइरहेको छ। तर कतिपयले आज नदिएको र गुनासो भएकोहरू पनि छन् होला। मेरो पनि त्यस्तो भइरहेको छ। अहिले मेरो पनि आइदिरहेको छ, तर पनि दिन्छ भन्ने आशा छ। भने पनि नदिने भरि यत्रो अहिले मनमा हामीलाई यस्तो दिइरहेको छ, त्यो गरिरहेको छ, र हुन्छ भन्ने आशा छ अहिलेसम्म। र यति भन्दै म तपाईँहरूसँग बिदा माग्दैछु। धन्यवाद। तर पनि दिन्छ भन्ने आशा छ। हामीले पनि नदिने भयो यत्रो अहिले मनमा हामीलाई यस्तो दिइरहेको छ, त्यो गरिरहेको छ, र हुन्छ भन्ने आशा छ अहिलेसम्म। र यति भन्दै म तपाईँलाई बिदा माग्दैछु। धन्यवाद।
एसएमसी क्याफे हामीले आज यो आजको मिटिङमा विवाद गर्न लागिरहेका छौँ। यसको लागि डिमान्ड गरेर हामी भित्र बन्द गर्न लागिरहेका छौँ। हो त्यो तान्ने छैन। सम्पूर्ण